दिदी दाजुभाइ बहिनीहरु नमस्कार। माया प्रेम मतलब तिमीलाई दिलबाट सच्चा प्यार त भएको थिएन त्यस्तो, मतलब तपाईलाई माया प्रेम भएन? 17 सालकोमा माया प्रेम गर्न ठिक हो कि होइन हजुरहरूले कमेन्टमा बताइदिनु होला। सो नमस्ते दाजुभाइ दिदीबहिनी सबैहरूलाई। अब म नेपालीमा भ्लग गर्छु यसमा, अब हेर्नु है। आजको भ्लगमा यस्तो छ कि म जाँदैछु अहिले काममा, जब कार्डको काममा। अनि मसित छ हाम्रो यो साथी दाजुभाइहरू होइन, दुईजना मिलेर जाँदैछौँ। अनि अब म यो मेरो च्यानलमा अब नेपालीमा आज हामी जाँदैछौँ दुई भाइ मिलेर काममा होइन। अनि काममा गएर म देखाउँछु हजुरहरूलाई कस्तो हुँदो रहेछ काम भन्ने। आज हाम्रो मेघालयको यो सानो नेपाली केटाको होइन भिडियोमा बनिरहनु होला एन्ड तक। अनि म एउटा तपाईँलाई चिज देखाइदिन्छु, मेघालयमा बहुत धेरै सुन्दर छ हेर्नु। अब हामी यो बाटोबाट आउँदा आउँदै यस्तो मजाको रबर बगान, यो रबर बगान हो, यसबाट रबर निकाल्छन्, राम्रो हो। अनि यो मेरो मामाको ड्याम हो। अनि तपाईँहरूलाई म अगाडि देखाउँदै जान्छु कि कस्तो छ हाम्रो गाउँको चालचलन रीतिरिवाज होइन। अब जाँदाखेरि काम पनि हेरौँला कस्तो हुँदो रहेछ। अनि मेरो मामाको ड्याम, यहाँ चरा बसिरहेछ हेर्नु, यो के भन्छन् कालिज भन्छन्, घाम तापिरहेछ बिहान पनि। फिलहालको लागि चाहिँ हामी जान्छौँ। ल अब यहाँ त हाँसहरू छ हेर, यो देख्नुभएको छ तिनवटा। अनि यो भागो महाका चाहिँ अहिले त हामी जाँदैछौँ होइन। हामी लौ माथि डाँडा हो त, माथि डाँडा छ नि त्यता जान। अब पुगेर तपाईँहरूलाई भेटौँला। अहिलेको लागि चाहिँ नमस्कार दाजुभाइहरू। यो तेल पकाड्नु हेर्नु, अब यहाँ धेरै मान्छेहरू भइसक्यो यहाँ जब कार्डको काम गर्नको लागि। कोही माथि बस्छन्, कोही उता बस्छन् होइन। लास्टमा गएर यहाँ मामाले खाली गरिदिएन तेल। लेकिन लास्टमा तपाईँले एउटा म कुरा देखाइदिउँ, यस्तो खालको गाडी तपाईँले देख्नु भएको थिएन होला हेर्नु। यहाँबाट तेल हाल्छन्, यहाँ हेर्नु हो गाडीभित्र तेल हालेर यो चाहिँ ट्याङ्की भित्र लगाइदिएन ट्याङ्की क्या। अनि यो चाहिँ ट्याङ्की छ, यसमा केही छैन, यो खाली हो, यहाँबाट हटाइदिएन तेल ट्याङ्की। तेल ट्याङ्की भित्र बनाइदिएन। देखा त देखाइदेन, यहाँ हेर्नु यहाँ तेल ट्याङ्की गायब। देख्नुभयो होला यहाँ, देख्नुभयो होला अचम्मको गाडीहरू पाइन्छ मेघालयमा। त हेर्नु साथीहरू, हाम्रो यहाँ काम यहाँ गर्दैथ्यौँ होइन, सिमेन्ट बोक्ने। हाम्रो काम खत्तम भयो, अहिले त खाना खाने टाइममा 12 बज्यो। यो छेत्री छोरो हिरो छ भन्ने यहाँ नाचेको हेर्नुहोस्। ऊ दादाको फोन आयो अरे, दादा कहाँ हुनुहुन्छ तपाईँ? हेलो नमस्ते दादा। हेलो हाम्रो खाना खाने टाइम भयो होइन। अब हामी खाना खान जान आँटेको, पसिना भयो, मसला बोकेको थियो, लेत्र सेत्र भइया 4 दाजुभाइ जम्मै। अनि ल भाइ दाजुभाइहरू, अब मेरो तागत आयो फेरि, मैले खाना खाएर आइसकेँ। यो दुई भाइसँग मिलेर गएर त्यसको लागि अब बस्ने होइन। अब बस्ने, अब कुरासुरा काट्ने कसको हुन्छ। अब बस्दा कुरा काट्दा एउटा रमझम जस्तो मेरो मनमा एउटा ख्याल आयो। अनि यो जो भाइ छन् हाम्रो, यो बाहिर विदेश पढ्न गएको थियो होइन, यिनलाई एउटा कुरो सोधिदिउँ। अनि भाइ तिमी विदेश गयो बाहिर पढ्न होइन, बाहिर गएको थियो पढ्न, विदेश पनि होइन। अनि वहाँ गएर तिमीले माया प्रेम गाँस्यौ कि गाँसेनौ? सच बात गाँसियो त। कतिजनासित? 2-3 जना। यो उमेरमा त 2-3 जना। अब त जो गाँस्न खोज्नेहरू दुनियाँ अर्का थियो नि त, त्यो गाँसेको चाहिँ 2-3 जना भनेको। तिम्रो अनुहार हेरेर त लाग्दैन त फेरि। तिम्रो साँचो माया भएको न यतिकै खेला चाली खालि। त्यो नेपाली समाज, यो हाम्रो भिडियो नि यो खालि युट्युबमा होइन, यो नेपाली समाजमा जान्छ हाम्रो खेलाखेली भिडियो त भिडियो रे त्यो माया प्रेम। मतलब तिमीलाई दिलबाट सच्चा प्यार त भएको थिएन। आजकल केटाहरू यस्तै हो बुझ्नु पर्दा, दिदी बहिनीहरू ख्याल गर्नु, यो अनुहार याद राख्नु। अनि हाम्रो साथमा अझै एउटा भाइ छ नै, ल यही त भाइलाई सोधौँ त। ल भाइ तिमीले बताऊ त, तिमीलाई अहिलेसम्म कतिजनासँग साँचो प्यार भयो माया प्रेम? छैन, एउटा पनि छैन मेरो। एकजनासित माया प्रेम भएन? तिम्रो अनुहार त लाग्दैन त, ह्यान्डसमै छौ तिमी। ह्यान्डसमको कुरो होइन क्या, यो कुरो हो दिलले त माया बस्छ होइन। त्यो तपाईँलाई पनि त्यस्तो भयो होला कहिले काहीँ? बाटो सानोमा, अहिले त ठुलो भइयो। अहिले पनि सानै हुनुहुन्छ त हजुर हेर्दाखेरि। यो मात्रै सानो समझ रहे हो? होइन त्यस्तो, मतलब तपाईँलाई माया प्रेम भएन? अच्छा। अहिले अनि कोही केटी तपाईँसँग आएर यस्तो माया प्रेमको कुरा बातचित भयो, सफा दिलको केटी रहेछ, राम्रो व्यवहार होइन, त्यस्तो अब त्यस्तो आएपछि चाहिँ तपाईँले के निर्णय लिनुहुन्छ?
त्यो निर्णय त अब सोच समझकै हुन्छ होइन, समाजको सोचेर सोचेर हजुर सोचेर हुन्छ। अब फटो त कहाँ बताउन सक्छु त होइन। अब मान्नु कि केटीको बानी बेहोराहरू सबै ठिकै छ। हजुर। अनि तपाईँले चाहिँ के गर्नुहुन्छ त्यहाँ पछि? त्यहाँपछि त लाग्न पनि हो यो उमेरमा त। उमेर त हजुर कति उमेर चाहिँ बताउनु त? उमेरमा ठिक भयो 17 होइन? हजुर। 17 सालकोमा माया प्रेम गर्न ठिक हो कि होइन हजुरहरूले कमेन्टमा बताइदिनु होला। मेरो लागि उसको लागि एकजना खोजिदिनु होला है पक्कै गरेर। अनि यो भाइको उमेर तपाईँले सोध्नै भुले, तिम्रो उमेर चाहिँ कति अरे भाइ? मेरो 17। तिम्रो 17? 17 सालका 18 सालका केटाकेटीहरू आजकल के गर्छन् म त 22 सालको भयो, तर पनि म अझै सिङ्गलै छु। हजुरले चान्स हेर्न सक्नुहुन्छ, अझै पनि मौका दिन सक्छु म तपाईँलाई एक बारको लागि। तर हाम्रो रेस खत्तम भयो अहिले, अब मलाई काम गर्नुपर्छ। पछि भेटौँला ल। दाजुभाइ बहिनीहरू नमस्कार। यहाँ पानी पऱ्यो हेर्नु, बिजोग भयो हाम्रो यहाँ बाटो बनाएको। त्यो माथि रोक्नु ल, म देखाउँछु। उता माथि हामी बाटो बनाएको देखेको थिएन अघि, त्यो बाटो पुरा भिज्यो। अब यहाँ सबै 4-5 जना भएर यो सुरेश, म, अर्को सुरेश, कम्मल सबै भएर यहाँ बस्छ। अब पानी बिदो भएपछि चाहिँ हेरौँला। अहिलेको लागि चाहिँ यो पल्का टाउमा च्याप्पा भनेर गरम भएर 4 दाजुभाइ अङ्गल हालेर बसिएछ के अरे। पिछेको पछि बनाउँला भएन, पछि भेटौँला फेरि। सक्नुहुन्छ हाम्रो यो काम गरेर यहाँ चाहिँ भयो काम खत्तम होइन। यो काम खत्तम मतलब खत्तम त भएन, तर यहाँ हाम्रो आज छुट्टी भयो मतलब टाइम। अनि हाम्रो विशाल भाइ यहाँ मिसिन चलाउँदै घर अनि हाम्रो सुरु भाइ टाउको लुगा बुझाइ यहाँहरूको कमल होइन। अब केटाहरू यहाँ थुप्रै खाने केटाहरू अब छुट्टी भयो हाम्रो। म तपाईँलाई बाटोमा भेट्छु। यहाँ बोल्न शरम लाग्छ मलाई। सुरु हेर्ने यो अब सुरु कार्की हो, यो हेर्नु लुकी हेरे अगाडिहरू बेल्चा हान्छन् बोक्छन् हेर्नु। हेर्नु अब यहाँ हाम्रो दाजुभाइहरू काम गर्छ नि हेर्नु। यहाँ यो तारा चाहिँ यहाँ बसेर ढुङ्गामाथि। अनि हाम्रो यो चाहिँ हाम्रो दाजुभाइहरूमा यो जो मिलाउ छ, राम्रो छ, काम गर्छन् मिलेर होइन। अब यहाँ हाम्रो विशाल भाइ चाहिँ मसिन पखाल्दैछन्, सिमेन्टको गडगुडाहरू नरोस् भनेर। हेर्ने हाम्रो आइफिल्मको हिरो काम गर्दै। यो अब हाम्रो दाजुभाइहरू बोक्दै लान्छ नि, यो लगेर चाहिँ त्यहाँ खनाउँछन् च्याप्पा पारेर। अनि त्यहाँ चाहिँ भाइटी दाइले मिक्स गर्छन्, राम्रोसित मिलाउँछन्। अनि यो दाइले चाहिँ सिमेन्टको काम गर्छन् है। हेर्नु मिसिन धोको हेर्नु कति राम्रोसित। त सबैलाई हेर्नु अब हामी जाँदैछौँ घरतिर, किनकि अब हाम्रो छुट्टी भयो नि। अब 4 बजे हाम्रो छुट्टी हुन्छ। कामसाम खत्तम गरेर घरतिर लागिरहेको थियौँ। अलिक दूर छ कि घर पनि, त्यस कारणले अलिक हाम्रो अँधेरो हुँदैछ। अनि घर हामीलाई नुहाउन पनि छ, अनि अलिक टाइम लाग्छ हामीलाई। हाम्रो यो भाइ अब बेलुका अब के खर्च पानी गर्छन् कि आलुमुरी खिलाउन। अनि हाम्रो मेघालयमा हेर्नु न कति सुन्दर पहाडहरू देखिन्छन् नि। घर जग्गा जमिन पहाड पर्वत शिखर राम्रो सुन्दर छ। अनि हावा चाल डाल यहाँको लागि यति थियो होइन। अब भेटौँला भोलि फेरि अर्को भ्लगमा मेरो मतलब। त्यतिखेर भेटौँला फेरि, त्यतिखेर राम्रो बातचित हुन्छ। अनि मेरो हालत यस्तो हालत छ बुझ्नु भयो। म कुनै धनी घरबाट होइन, एकदम नर्मल घरबाट हो। त्यही भएर मलाई सपोर्ट दिनु, ताकि बादमा गएर म नाम रोसन गरौँ होइन, हो कि होइन के भन्छस्? नेपालीहरूको नाम रोसन गरौँ, अनि मेरो नाम रोसन गरौँ, अनि तपाईँको नाम रोसन गरौँ। अनि मेरो कानमा एउटा सुनको बाला लगाइदिनु होला। अनि भेटौँला अर्को दिन।